गाह्रो छ नि बोले जस्तो कुरा कहाँ हुन्छ र? गाह्रो छैन, गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त। गाह्रो छ आज के उठ्नु, आज म दिनभरि सुतेर बस्छु भन्दा भइगयो। As I walk through the valley of the shadow of death, I take a look at my life and realize प्रस्तुत गर्नुभएको छ नि डाटा यति आउँछ भनेर। हजुर, त्यो भोलि आएन भने त्यो भोलि आएन भने डाटा गलत भयो। एकछिनलाई बिर्सिनु, तपाईँ उम्मेदवार होइन, तपाईँ मतदाता हो र एउटा शिक्षित मतदाताको आधारमा तपाईँले चाहिँ अहिले चाहिँ मैदानमा उत्रिनुभएका 2 जना उम्मेदवार मध्ये 1 जना छान्नु पर्यो भने कुन छान्नुहुन्छ? केशव स्थापित कि सृजना सिंह? म भोटै हाल्दिनँ। के भनिराख्नु भएको छ? मैले न्युरोडलाई माया गर्न नपाउने? म चाहिँ तपाईँ देशलाई माया गर्नु न, किन न्युरोड मात्रै? hold up. Hey, for my niggas who be thinking we soft, we don't. धेरै पार्टीहरूकोमा धाउनु भयो, पार्टीहरूले पत्याएनन्, टिकट दिएनन् अनि स्वतन्त्र उम्मेदवार बन्नुभयो भन्ने। ठ्याक्कै यसलाई चाहिँ उल्टो बनाउनु त। धेरै पार्टीहरू तपाईँकोमा धाउनु भयो अनि तपाईँले मान्नु भएन अनि र पनि स्वतन्त्र उभिनु भएको छ भनेर एकचोटि फेरि भन्नु त कस्तो मिठो सुनिन्छ। भने तपाईँले नबनोस् भन्न खोज्नु भयो? नगर भने छिटो गर्नु पर्यो, त्यहाँ खुलाउनु पर्यो, तिहार छिटै सकाइदिनु मैले, पर्यो, काम गराउनु पर्यो। 10 दिनको तिहार मैले आज कसरी सकाइदिनु त? त्यो गरेन भनेदेखि तपाईँ जिम्मा लिनु। आजभन्दा 2 वर्ष अगाडि तपाईँले जिम्मा लिनुभएको थियो, आजै सकाउनु मिल्छ तिहार? आजै होइन भने सुरुवात त गर्नु पर्यो नि। ए ल ल ठिक छ, तिहारलाई चाँडो सकिनु भन्छु म। तिहारलाई चाँडो सकिनु भन्छु म। मलाई अत्यन्तै तुच्छ नि सर, अत्यन्तै तुच्छ। राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ? हजुर सोध्नुहोस्। तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ? यसरी नै देखाउँछु। मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो अगाडिका मेयरहरूलाई अथवा यसभन्दा अगाडिका पदाधिकारीहरूलाई पनि त फोहोर त गनाउँदो हो नि। यो टेक्नोलोजी त थाहा नभएको होइन होला? होइन, उहाँहरूलाई फोहोर पनि गनाउँदो हो, उहाँहरूलाई टेक्नोलोजी पनि थाहा थियो, तर उहाँहरूको गाडीको सिसा चाहिँ यति बलियो थियो कि त्यहाँ भित्रै पसेन क्या। कीर्तिपुरदेखि रत्न पार्कसम्म आउँदाखेरि पनि कालीमाटी र कुलेश्वरको त्यो चोकमा फोहोरको थुप्रोहरू यति धेरै छन् कि मान्छेहरूले मास्क लगाएर समेत हिँड्न गाह्रो भइरहेको छ। त्यसको हेल्थ त हेल्थ होइन र, हेल्थ इज वेल्थ। त्यही आफ्नै हेल्थ ठिक गर्नलाई त मेयर बन्न खोजे हो। Relax and take notes while I take totes of the marijuana smoke. तपाईँ राम्रो मान्छे पनि हुनुहुन्छ, युवतीहरूले तपाईँलाई के भन्छन् भन्नुहोस् त? बालेन नै भन्छन् नि। नर्मली कुन बेला बेलुका सुत्दाखेरि चस्मा खोल्नुहुन्छ? होइन, बेलुका सुत्दा चाहिँ लाएरै सुत्छु होइन, किनभने सपना धेरै देखिन्छ क्या। चस्मा लगायो भने चाहिँ सपना पनि आउन अनि मजाले आनन्दले सुत्न त पऱ्यो नि त राति त। चस्मा खोलेर तपाईँको आँखाको भावलाई कसरी बुझ्ने त? अब नबुझ्ने म उमेरको युवा कुरा गरिरहेको छु, उनीहरूले मात्रै भोट हालेर पुग्छ त? तपाईँ सबै उमेरसम्म पुग्नु पर्दैन भन्नेहरू माथिको तपाईँको जवाब के हुन्छ? कम्तीमा म युवासम्म त पुगेको छु भनिदिनु भयो हजुरले नै। अब अहिले अरू पार्टीबाट आउने उम्मेदवारलाई त न युवाले चिन्छन् न वृद्धले चिन्छन्। मसँग स्टेज सेयर गरिरहनु भएको छ, तपाईँलाई कस्तो फिल भइरहेछ? एकदम खुसी लागिरहेछ। एकदम खुसी लागिरहेछ। हजुर हजुर। तपाईँ एकदम डराइरहनु भएको छ हो? नै डराएको छैन, तपाईँलाई सानोदेखि देखेको हो नि त। पहिले पनि भन्थेँ मैले, हामी बच्चा बेलामा नर्सरी पढ्दाखेरि उहाँको सो आउँथ्यो हेलो नेपाल भनेर है, त्यही भएर चाहिँ अलिक नर्भस भयो जस्तो लाग्यो। अब केटाहरू चाहिँ अब जो चाहिँ अब माथि अब गन्जी मात्रै लगाएर हुन्छ नि, तल सर्ट्स मात्रै लगाएर या त बक्सेस मात्रै लगाएर हिँडे पनि त्यो मान्छेलाई चाहिँ नकारात्मक नजरले हेर्ने या त बोल्ने। यस्तो छोरी मान्छे त्यो राम्रो कुरा हो। छोरी मान्छे ब्युटिफुल हुन्छन्, छोरा मान्छे अग्ली हुन्छ भन्नु अर्थ हो क्या। त्यहाँ छोरा मान्छेमा शरीरमा हेर्न लायक केही पनि छैन रहेछ, त्यही भएर त त्यतिकै हिँडेको छ। अहिलेको अवस्थामा छ नि चुनावको माहौल बनिरहेको छ नि देशमा। तपाईँ स्थानीय तहकै बारेमा छ नि, यो स्थानीय तहको सरकारको बारेमा, यो सरकार कस्तो हुनुपर्छ भन्ने बारेमा गीत गाउनु होइन। यो सरकार कस्तो हुनुपर्छ भन्ने बारेमा चाहिँ गीत भन्दा पनि मलाई काम गर्न मन छ। विवाहको बारेमा तपाईँको हामीले परिचयमा उल्लेख गरिसक्यौँ, तपाईँ विवाहित हो, तपाईँले ओलाबारीकी छोरी सबिना काफ्लेसँग विवाह गरिसक्नु भएको छ। लभ म्यारिज
एरेन्ज म्यारेज हो। यो किन कुरा चाहिँ लुकाइएको हो कि तपाईँले भन्न नचाहेको हो होइन कि लुकाएको नसोधिएको हो होइन कि? नसोधिएको चाहिँ हो किनभने प्रायः चाहिँ अन्तर्वार्ताहरूमा मेरो विषयमा मात्रै कुरा गर्नुहुन्छ सोद्धाखेरि जस्तै ऋषि धमलाजीले सोध्नु भएको थियो कलकान्तिबाट पनि सोध्नु भएको थियो सोधेको खण्डमा भन्ने हो नसोधिकन सुरुमा एकछिन पर्खिनुहोस् है मेरो बुढीको बारेमा चाहिँ कुरा गरौँ भनेर गर्ने कुरा पनि भएन होइन सर्वविवाहले हाम्रो संस्थालाई त्यो रिस्टेट गर्नु पुनर्स्थापना गर्नु भट्काउन सहमति गरिसकेर यहाँ बसेर सबै सहमति गरिसकेर पत्र काट्छ भने त्यो हाम्रो जिम्मेवारी हो त खै त के त दायाँ बायाँ रहेको पेटी त्यो घटाउने कुरा हुँदैछ त्यो म्यानिपुलेट हुने कुरा हुँदैछ दायाँ घटाउने कसले घटाउनु लाग्यो घटाउने कुरा गर्दै हुनुहुन्छ तपाईँ कस्तो प्रश्न गर्दै हुनुहुन्छ घटाउने कुरा कहाँ भयो राइट अफ वे घटेको छ तपाईँ पेटी घटाउने कुरा छैन त्यहाँ पेटी बढाउने चाहिँ कुरा हो क्यारेज वे घटाउने पेटी बढाउने कुरा भइरहेको छैन तपाईँले घटाउने भन्नुहुन्छ फेरि ल्याउनु नि त कस्तो तपाईँ घरको नक्सा मसँग हुनुपर्छ नगरपालिका के हुन्छ त तपाईँको नक्सा मसँग हुनु मैले त्यहाँ छापे यहाँनिर यत्रो नोटिस दिएको छ अनि के हो यो हजुरले के 35 दिनभित्र खाली गर भने नोटिस दिएको छैन तपाईँ घरको नक्सा मसँग हुन्छ अनि मैले खाली गरेर किन कसरी गर्ने खाली तपाईँ घरको नक्सा मसँग हुन्छ तपाईँसँग हुने Few moments later. स्ट्यान्ड गरेर हुन्छ आधिकारिक निकायमा जानुहोस् बुझ्नुहोस् त्यहाँ मापदण्ड मेरो कि डन हो यार